मसलाहरू देखेर चाहिँ सबैजनालाई थाहा नै भइसक्यो होला। आज चाहिँ म चटपटे मसला बनाउन लाग्दैछु। घरमा चाहिँ चटपटे मसला चाहिँ लास्ट टाइममा सकेछ कि चटपटे कहिले खाइन्छ थाहा हुँदैन नि त, त्यही भएर मसला चाहिँ बनाएर राख्नुपर्छ कि। चटपटेमा अरू चिज हाले पनि नहाले पनि चटपटे मसला चाहिँ हाल्नु नै पर्ने कि, टेस्टी भइकले आउँछ नि त। अनि चटपटे मसलामा के हाल्छ भन्ने कुरा चाहिँ सबैजनालाई नि थाहा छ। मैले पनि नर्मल सामानहरू नै राखेर मैले बनाएँ। सबैभन्दा पहिला चाहिँ मैले फ्राई प्यानमा थोरै जिरा, अनि त्यसपछि धनियाँ, सुकेको खोर्सानी, थोरै टिमुर, अनि थोरै 2-3वटा चाहिँ मैले मेथी पनि लगाइदिएको छु। अनि फ्लेक्सिड भयो, थोरै तोरीको दाना पनि लगाइदिने। अनि सुकेको खोर्सानी चाहिँ मैले धेरै नै लगाएको छु। यसपालि चाहिँ अलिक पिरोवाला चटपटे मसला बनाउनु पर्यो भनेर अनि फ्राई प्यानमा मजाले फ्राई गर्ने। यसमा चाहिँ मसलाहरू चाहिँ यसरी मजाले रातो हुँदैन। अनि त्यसपछि सेलाउनुलाई चाहिँ ठुलो थाल लिने, त्यसमा सबै मसलाहरू फिजाएर राख्ने। मसलाहरू सबै मजाले सेलिसक्यो होइन। अनि त्यसपछि चाहिँ मसला पाउडर बनाउनलाई चाहिँ मैले मिक्सीको जार लिएँ अनि मजाले ग्राइन्ड गरिदिएँ। पिस्नलाई चाहिँ सानोवाला मिक्सीको जार चाहिन्छ नि त, मसँग चाहिँ सानोवाला मिक्सीको जार थिएन, त्यही भएर ठुलोमै गरिदिएको थिएँ। त्यही भएर मजाले मसिनो चाहिँ भएको छैन। मोटो मोटो भए पनि चटपटे मसला चाहिँ बनेर रेडी हुन्छ। अनि त्यसपछि अब यसलाई चाहिँ स्टर गरेर राख्नु पर्यो नि त। एउटा खाली बोतल लिने अनि त्यसमा मजाले लगाइदिने मसलाहरू, मजाले बिर्को टाइट गरेर राखिसकेपछि चटपटे